श्रुति विप्रतिपन्ना ते यदा स्थास्यति निश्चला समाधावचला बुद्धिः तदा योगमवाप्स्यसि श्रुति विप्रतिपन्ना ते यदा स्थास्यति निश्चला समाधावचला बुद्धिः तदा योगमवाप्स्यसि। कोशिश गर्नु। श्रुति विप्रतिपन्ना ते यदा स्थास्यति निश्चला समाधौ अचला बुद्धिः तदा योगमवाप्स्यसि। श्रुति विप्रतिपन्ना ते यदा स्थास्यति निश्चला समाधौ अचला बुद्धिः तदा योगमवाप्स्यसि। अरु कोही कोशिश गर्ने हुन्छ? गर्नुहुन्न? ओके। अब शब्दार्थ अनुवाद तथा तात्पर्य दिनुभएको छ कृष्ण कृपा श्री मूर्ति अभय चरणारविन्द भक्ति वेदान्त स्वामी श्रील प्रभुपाद जी। श्रील प्रभुपाद के श्रुति वैदिक ज्ञानको विप्रतिपन्ना सकाम प्रतिफलबाट अप्रभावित रहेर तिम्रो यदा जब स्थास्यति रहनेछ निश्चला अचल समाधौ दिव्य चेतनामा अचला स्थिर बुद्धि तदा त्यस समयमा योगम आत्मसाक्षात्कार आत्मानुभूति अवाप्स्यसि पाउनेछौ। श्लोक हामीले पढ्यौँ है, बुझ्नुभयो? कसैले के बुझ्नुभयो? के भनेर रहेछ? क्लियर भयो? बुझेन है? संस्कृतमा चाहिँ कसरी बुझ्नु नि होइन, मैले पनि बुझिनँ। त्यसै कारणले त हामीलाई श्रील प्रभुपादद्वारा अनुवाद तात्पर्यको जरुरत पर्छ होइन। के रहेछ यसको अर्थ के रहेछ नेपाली भाषामा हामी सुन्छौँ है त। अनुवाद। जब तिम्रो मन वेदका आलङ्कारिक भाषाबाट विचलित हुने छैन र आत्माको अनुभूतिमा एकाग्र भएर स्थिर रहनेछ तब मात्र तिमीले दिव्य चेतना प्राप्त गर्नेछौ। तपाईले दोहोऱ्याउनु होला मेरो पछि। जब तिम्रो मन वेदका आलङ्कारिक भाषाबाट विचलित हुने छैन र आत्माको अनुभूतिमा एकाग्र भएर स्थिर रहनेछ तब मात्र तिमीले दिव्य चेतना प्राप्त गर्नेछौ। अब बुझियो है? क्लियर भयो हैन? अब यसलाई हाम्रो जीवनमा कसरी हामीहरूले चाहिँ लगाउन सक्छौँ र बुझ्न सक्छौँ स्पष्ट भाषामा प्रभुपादजीले त्यसको लागि तात्पर्य दिनुहुन्छ। ध्यान दिएर सुन्नुहोस् है त। कुनै व्यक्ति समाधिमा छ भन्नुको अर्थ पूर्णतया कृष्ण भावनामा भावित भएको छ भन्नुहुन्छ, अर्थात् पूर्ण समाधिमा रहँदा उसले ब्रह्म वा परमात्मा वा भगवानको अनुभूति गरिरहेको हुन्छ। व्यक्तिले आफूलाई भगवान श्रीकृष्णको शाश्वत सेवक नै सम्झिनु नै आत्मसाक्षात्कारको सर्वोच्च पूर्णता हो र कृष्ण भावनामा रहेर कर्म गर्नु नै उसको एकमात्र कर्तव्य हो। कृष्ण भावना भावित वा भगवानको एकनिष्ठ भक्त वेदहरूका आलङ्कारिक भाषाबाट विचलित हुनु हुँदैन र स्वर्गीय लोकहरू प्राप्त गर्ने अभिप्रायले सकाम कर्ममा लाग्नु पनि हुँदैन।
कृष्ण भावनामा मानिस प्रत्यक्ष रूपले भगवान श्रीकृष्णका सम्पर्कमा आउँदछ र यही दिव्य स्थितिमा रहेर नै उसले श्रीकृष्णका सारा उपदेशहरूलाई बुझ्न सक्दछ। यस किसिमको क्रियाकलापबाट ऊ निश्चय नै निर्णायक ज्ञान प्राप्त गर्न सक्ने हुन्छ। यसका लागि उसले भगवान कृष्णको वा श्रीकृष्णका प्रतिनिधि स्वरूप गुरुको आज्ञा पालन मात्रै गरे हुन्छ। ओम ज्ञानतिमिरन्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूप कदा मह्यं ददाति स्वपदान्तिकं वन्देऽहं श्रीगुरु श्रीयुतापदकमलं श्रीगुरुन् वैष्णवांश्च श्रीरूपं साग्रजातं सहगण रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्यदेवं श्रीराधा कृष्णपादान् सहगण ललिता श्रीविशाखान्वितां सा। हे कृष्णा करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधा कान्त नमस्तुते। तप्त काञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये। नमो महावदन्याय कृष्ण प्रेम प्रदायते कृष्णाय कृष्ण चैतन्य नाम्ने गौरतिशय नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासरि गौर भक्त वृंद। हरे कृष्णा 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 हरे 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 राम हरे राम राम हरे हरे। मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे श्रीगुरुं दीनतारिणं परमानन्दमाधवं श्रीचैतन्य ईश्वरं। हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत्। हरे कृष्णा। सर्वप्रथम भगवान श्री श्री राधा गोविंद हरिजो जगन्नाथ बलदेव सुभद्रा मैया महारानी गौरनिताई भगवान र गौडी आचार्य वैष्णव परम्पराका सम्पूर्ण महान्तम आचार्यवृन्दहरू विशेष रूपले यो श्रीमद् भगवत गीता हामीहरूलाई बुझ्न सक्ने भाषामा प्रस्तुत गर्दिनु इस्कनका संस्थापक आचार्य कृष्ण कृपा श्रीमूर्ति अभय चरणारविन्द भक्तिवेदान्त स्वामी श्रील प्रभुपादजी तथा एवं रीतले यहाँ उपस्थित तथा इन्टरनेटका माध्यमबाट कथा श्रवण गरिराख्नुभएका सम्पूर्ण भक्तहरूको चरण कमलमा आशीर्वादको याचना गरेर आजको यस श्रीमद् भगवत गीताको सत्रलाई प्रारम्भ गर्ने अनुमति लिन चाहन्छु। भक्तहरूको आशीर्वादले कृपाले भगवत गीता सम्बन्धी केही वस्तुहरू तपाईहरुलाई प्रदान गर्ने प्रयास गर्नेछु। यो श्रीमद् भगवत गीताको हामीहरूले श्रवण गरिरहेका छौँ, निरन्तर गरिरहेका छौँ हैन। शनिबार गरिरहेका छौँ कम से कम। र यो अत्यन्त हाम्रो लागि कल्याणकारी छ किनकि गीता शास्त्रमिदं पुण्यम य पठेत प्रयत पुमान विष्णुपादमवाप्नोति भय शोकादि वर्षिता। गीता महात्म्यमा अगाडिपट्टि भूमिकामा छ। प्रभुपादजीले यहाँ उद्धृत गर्नुहुन्छ। यो गीता शास्त्र कस्तो छ? पुण्यमय छ। गीता शास्त्रमिदं पुण्यम, शास्त्र नै पुण्यमय। त्यसको अर्थ जो व्यक्ति यसको सम्पर्कमा आयो, कसैले भगवत गीतालाई देख्नु भयो, कसैले छुनु भयो, कसैले प्रणाम गर्नु भयो, कसैले आरती गर्नु भयो, परिक्रमा गर्न पनि सकिन्छ। या साक्षात भगवान हो त्यसकारणले भोग पनि लाउन मिल्छ भगवत गीतालाई, आरती पनि गर्न मिल्छ। र यो सबै चिजले पुण्यको प्राप्ति गराउँछ। तर हरेक वस्तुको एउटा शाब्दिक अर्थ हुन्छ, एउटा भावार्थ हुन्छ कि हरेक चिजको एउटा शाब्दिक अर्थ हुन्छ, एउटा भावार्थ हुन्छ। शाब्दिक अर्थ भनेको जे बोलेको छु त्यसको एज इट इज अर्थ, जे बोले त्यो शब्दको अर्थ। भावार्थ भनेको के भन्दाखेरि भन्न खोजेको कुरा चाहिँ के हो त, त्यसको मतलब के लाग्यो त। शाब्दिक अर्थ त एउटै हुन्छ हरेक परिस्थितिमा, तर भाव अर्थ चाहिँ व्यक्तिको भावना विशेष र देशकाल परिस्थिति विशेषले परिवर्तित हुन्छ। कसरी? उदाहरण दिन्छु। मैले हजुरलाई एउटा आसन दिएँ
र भन्छु यो आसनलाई ग्रहण गर्नुहोस्। अहिले के गर्नुहुन्छ? आसनलाई तल राख्नुहुन्छ र त्यसमाथि बस्नुहुन्छ। त्यो के भयो? आसनलाई ग्रहण गरेको भयो। आसन ग्रहण गर्नुको मतलब के हो? त्यसलाई लिनुपर्ने रहेछ र त्यसमाथि बस्नुपर्ने रहेछ। अब एकछिनपछि मैले भन्छु अब यो रसबरी ग्रहण गर्नुहोस्। रसबरी लिएर के गर्नुहुन्छ? तल ओछ्याएर बस्नुहुन्छ? बस्नुहुन्न। भनेको त त्यही हो नि। आसन ग्रहण गर्नुहोस्, रसबरी ग्रहण गर्नुहोस्। रसबरीलाई ग्रहण गर्नुको मतलब मुखमा हालेर पेटमा लानुहोस् भनेपछि शब्द त एउटै हो, तर त्यो शब्दको अर्थ चाहिँ भावना विशेष अनुसारले स्वीकार गर्नुपर्ने आवश्यकता पर्दो रहेछ। त्यसैले प्रभुपादजीले हामीहरूलाई जुन भावार्थ दिनुभयो, मतलब भगवत गीताको श्लोक त यही नै हो, तर यो भगवत गीताको श्लोकलाई हामीहरूले कसरी ग्रहण गर्ने, त्यसलाई ओछ्याएर बस्ने हो कि मुखभित्र हाल्ने हो भन्ने कुरा जानकारी चाहिँ कसले गराउनुहुन्छ? शिल प्रभुपादले गराउनुहुन्छ। त्यसैले हामीहरूले प्रभुपादजीद्वारा लेखिएको श्रीमद् भगवत गीता यथारूपकै अध्ययन गर्नुपर्ने जरुरत पर्नुको कारण चाहिँ त्यो हो। त्यसैले प्रभुपाद भन्छ संसार बजारमा त अनेक प्रकारका भगवत गीताहरू छन्, तर त्यसमध्येबाट यही नै भगवत गीता पढ्नुपर्ने जरुरत किन त? किनकि त्यसको वास्तविक भावार्थ उहाँले बताउनुहुन्छ। यत्रो संसारभरिमा भगवत गीता थिए, तर कतिजना भक्त बनेका थिए त त्यो भगवत गीता पढेर? प्रश्न त त्यो हो नि त। किनकि फलेन परिचयते, फलद्वारा जानकारी हुन्छ यो रुखमा कति रस रहेछ भनेर। फल खाँदाखेरि तितो रहेछ भनेदेखि निमको रुख होला, फल खाँदाखेरि मिठो रहेछ भने आँपको रुख होला। त्यस्तै तरिकाले भगवत गीता पढेर कोही व्यक्ति भक्त बन्यो भनेदेखि हो वास्तवमा यो वास्तविक भगवत गीता यथारूप रहेछ भनेर बुझ्नु पर्यो। तर भगवत गीता पढेर पनि मान्छेको हृदयभित्र कृष्णप्रति ईर्ष्या जागृत हुन थाल्यो, होइन, या म नै भगवान हुँ भन्ने भावना जागृत हुन थाल्यो भनेदेखि त पक्कै पनि त्यहाँ केही न केही गडबड भएको छ भन्ने कुरा बुझ्नु सक्छौँ त्यसबाट, है। त्यसैले यो भगवत गीतालाई हामीलाई यथारूपमा जान्नु जरुरी छ। र मैले भन्दै थिएँ, प्रभुपादजी भन्दै हुनुहुन्छ गीता शास्त्रम इदम पुण्यम, यो गीता शास्त्र नै स्वयंमा के छ? पुण्यमय छ। र जस्तो कि मैले हरेक चिजलाई ग्रहण गर्ने एउटा विधि हुन्छ, प्रोसेस हुन्छ, है। भगवत गीतालाई प्रणाम गर्नुहोस्, ढोग्नुहोस्, घरमा लगाएर राख्नुहोस्, राम्रो हुन्छ, कल्याणकारी हुन्छ। छुए मात्रै पनि राम्रो, एक लाइन मात्रै पढ्यो भने पनि राम्रो, प्रणाम मात्रै गरे, आरती मात्रै गरे पनि राम्रो। तर यसको वास्तविक फल कहिले प्राप्ति हुन्छ त? यसको वास्तविक फल प्राप्ति गर्नको लागि य पठित प्रयत पुमान, प्रयत्नपूर्वक यसलाई पढ्न जरुरी छ। त्यसपछि वास्तविक फल पाउँछौ नि त। महाप्रसाद र कृष्ण अभिन्न हो। महाप्रसादै गोविन्दे नम ब्राह्मणी वैष्णवे स्वल्प पुण्यवतम राजन विश्वासनैव जायते। विश्वास जागृत हुँदैन। साधा अल्प पुण्य भएका व्यक्तिहरूलाई गोविन्दमा, महाप्रसादमा, ब्राह्मणहरूमा, भगवानका भक्तहरूमा विश्वास त्यतिकै हुँदैन। त्यसको लागि पनि धेरै पुण्यको जरुरत पर्छ। त्यसैले गीता शास्त्रमिदम पुण्यम, यसले पुण्यको पनि प्राप्ति गराउँछ, है। र साथसाथै यसको फल त हामीहरूले जस्तो कि प्रसादको थाली र भगवानको प्रसाद एउटै हो, होइन। त्यस कारणले गर्दाखेरि भगवानको प्रसादलाई पनि त हामीले आरती गर्न पनि त सक्थ्यौँ नि, होइन। एउटै त हो। भगवानको प्रसादलाई हामीहरूले के गर्न सक्थ्यौँ? शिरमाथि राख्न पनि सक्थ्यौँ, दण्डवत प्रणाम पनि गर्न सक्थ्यौँ। तर त्यो भगवानको प्रसादलाई हामी के गर्छौँ? खान्छौँ। र त्यसको वास्तविक लाभ त्यो खाएपछि नै प्राप्त हुन्छ। त्यस्तै भगवत गीतालाई ढोगेर प्रणाम गरेर माला लगाइदिएर आरती गरेर घरमा राखेर पनि फाइदा त हुन्छ नि, तर वास्तविक लाभ चाहिँ कहिले हुन्छ त भन्दाखेरि जब पल्टाएर पढ्छौँ त्यसपछि यसको वास्तविक लाभ प्राप्ति हुन्छ। होइन भनेदेखि प्रभुपादजी भन्नुहुन्छ कि त्यो सो बोतल जस्तो हुन्छ। सो बोतल भने बुझ्नुहुन्छ, कहिलेकाहीँ सिसाको बट्टाभित्र मह हालेर राखेको हुन्छ, है। र त्यो माउरीले या अरू चिजहरूले के भन्छ त बाहिरबाट गएर त्यो महलाई खान खोज्छन् कि बिर्को लागेको छ माथिबाट। बाहिरबाट सिसामा गएर जति मह खान खोजे पनि खान सम्भव हुन्छ? सम्भव हुँदैन, है।
बाहिरबाट जति त्यो बोतललाई चाटे पनि गुल्यो आउँदैन। तर यदि बिर्कोलाई खोल्यो भनेदेखि चाहिँ र भित्रको महलाई निकालेर भगवानलाई भोग लगाएर अवश्य पहिला अनि त्यसपछि खायो भनेदेखि गुल्यो हुन्छ नि त। त्यस्तै तरिकाले भगवत गीतालाई हामीहरूले पढ्न जरुरी छ। तर समस्या के हो भन्दाखेरि भगवत गीता एज इट इज है यथारूप, भगवत गीता यथारूप भनेर हुन्छ। भगवत गीता यथारूप लिएर आउनुहुन्छ अनि त्यो भगवत गीता यथारूपलाई घरको दराजभित्र यथारूप राखेको हुन्छ एज इट इज। अनि कतिजनाको त म घरमा गएको छु ल खै अब केही प्रवचन गर्नु पर्यो भन्नुहुन्छ गीता ल्याउनु भने प्लास्टिक पनि खोले होइन के ल्याउनु त ल्यायो मह ल्याएर घरमा राखेको बिर्को बन्द गरेर राखेर चाटेर त स्वाद आउँदैन नि त खोलेर पढ्न पर्यो है अनि बल्ल फाइदा हुन्छ। त्यसै कारणले यो नपढ्नको कारणले गर्दा के भइरहेछ भन्दाखेरि मान्छेहरू धर्मान्ध भइरहेका छन्। अध्ययन नगरेका कारणले भगवत गीतालाई नजानेका नबुझेका कारणले गर्दाखेरि धर्म अन्धता हामीमा आइरहेको छ। धर्म अन्धता मतलब आँखा चिम्लेर धर्मलाई पालना गर्ने अनि त्यस कारणले गर्दाखेरि धर्म परिवर्तित हुन्छ। अनि हो फल्ला यतिजना मान्छेहरू धर्म परिवर्तन गरे, कोही क्रिस्चियन बने, कोही के बने, किन त? हामीले आफ्नो शास्त्रको अध्ययन गरे चाहिँ भित्रको जुन मुख्य मधुरता छ त्यसको आस्वादन गरेका छैनौँ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ के भन्छ धर्म अन्धता आउँछ र के हुन्छ धर्म परिवर्तित हुन्छ। किन अधिकांश हेर्नु चाहिँ जो व्यक्तिहरू क्रिस्चियन छन् भनेदेखि उनीहरूले बाइबल पढेकै हुनुपर्छ अरे। बाइबल नपढिकन कोही क्रिस्चियन बन्न पाउँदैन, नियम हो, पढ्नै पर्छ बाइबल। मुसलमानहरूले दिनमा 3 चोटिदेखि 5 चोटिसम्म नमाजको पाठ गर्छन्, पढ्नै पर्छ। हिन्दूहरूलाई पहिलो कुरा त भगवत गीता सबैको घरमा हुँदै हुन्न, अधिकांशको घरमा हुन्न र छ भने पनि एउटा रातो कपडामा बेरेर दरजमा राखेको हुन्छ, कहिले काहीँ यसो धुपदीप चढाए बस। अनि त्यो नखोलेर नपढेपछि के हुन्छ त भन्दा धर्मान्धता आउँछ। धर्मान्धताले के गर्छ हामीलाई खाल्टोमा खसाल्छ। एकजना राजा हुनुहुन्थ्यो, जङ्गलमा शिकार गर्न जानुभएको, उहाँको सेनाहरू एकातिर भए, मन्त्रीहरू एकातिर भए, शिकार गर्दा गर्दै एकदम घोर जङ्गलभित्र प्रवेश गर्नुभयो, बाटो हराउनु भयो, कहाँ जाने कता जाने पत्तो लागेन। दिनभरि खोज्नुभयो, एकदम भोक लागिसक्यो, तिर्खा लागिसक्यो, प्यास लागिसक्यो, कहाँ जाने के गर्ने, कहीँ ठाउँ पनि अन्धकार हुन लागिसक्यो। अनि त्यसपछि रात्रिको समयभरि खोज्नुभयो, कसैलाई भेट्नु भएन। अन्तिममा रात्रिको अन्धकारमा उहाँले पर एउटा सानो बत्ती बलेको देख्नुभयो। जीवनको आशा पलाएर केही न केही त होला, यहाँ कोही त होला, राजालाई त सबैले सत्कार गर्छन् भनेर दौडिकन त्यहाँसम्म पुग्नु भयो। एउटा ढोकामा ढकढकाउनु भयो, कोही हुनुहुन्छ घरमा? आश्रमभित्रबाट एकजनाले ढोका खोल्नु भयो, सानो कुटिया थियो, एकजना ऋषि बस्नुहुन्छ। तुरन्त राजालाई देख्न साथ चिनिहाल्नु भयो। हो महाराज, महाराजको प्रदर्पण भयो मेरो सानो कुटियामा, ओहो भाग्य, हो भाग्य, आउनुहोस् विराजमान हुनुहोस्, भन्नुहोस् के सेवा गरौँ? हो मलाई साह्रै तिर्खा लागेछ, पानी पिलाऊ। तुरन्त पानी ल्याएर दिनुभयो, पानी खानुभयो। भोक लागेछ, मसँग त्यस्तो मेवा मिष्टान्न छैन, तर जे जस्तो कन्दमूल फल जे छ म हजुरलाई टक्राउँछु भनेर खानुभयो। अब भोक पनि मेट्यो, तिर्खा पनि मेट्यो, थकै लागेछ, एकछिन आराम गर्नु, विश्राम गर्नलाई बिसना पनि लगाइदिनु भयो, आराम गर्नुभयो। अनि उठेपछि भन्नुभयो, अब महाराज भन्नुहोस् के सेवा गरौँ? म बाटो हराएँ, घर जानुपर्ने, दरबारमा जाने, मन्त्रीहरू कहाँ गए थाहा छैन, सेनाहरू कता गए थाहा छैन, त्यस कारणले मलाई बाटो देखाउनु पर्यो र घरसम्म जाने व्यवस्था गर्नु पर्यो। चिन्ता नगर्नुहोस् महाराज, यसको पनि व्यवस्था हुन्छ। कसरी? मसँग एउटा धार्मिक घोडा छ। धार्मिक घोडा? धार्मिक मान्छे त सुनेको थियो है, धार्मिक घोडा कस्तो हो सुन्नुभयो? धार्मिक घोडा देखाएको छ कसैले? देखाइदिएन है। कस्तो खालको धार्मिक घोडा भन्नुहुन्छ? धार्मिक घोडा यो अचम्मको घोडा छ महाराज। यसमाथि चढेर कसैले धन्य भगवान भनेर मन्त्र भन्नुभयो भनेदेखि कुद्न थाल्छ, र हे भगवान रक्षा गर्नुहोस् भनेर कसैले भन्यो भनेदेखि घोडाले ब्रेक लाउँछ। यो 2टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 2 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 3 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 4 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 5 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 6 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 7 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 8 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 9 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 10 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 11 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 12 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 13 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 14 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 15 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 16 टा मन्त्र कण्ठ पार्नुहोस्, तपाईँ घर पुग्नुहुन्छ। 17 टा मन्त्र क
वाह, अचम्म लाग्यो, यस्तो धार्मिक घोडा त कहिले सुनेको थिएन मैले। घोडामाथि चढ्नु, काम गर्छु ट्रायल गर्न पर्ने। धन्य भगवान् भनेको घोडा त टक 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 हिँड्न थाल्यो। वाह, मन्त्रले काम गर्दो रहेछ। फेरि धन्य भगवान् भनेको गियर बदल्यो, 2 नम्बर गियरमा भयो, टुरुक 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 बिस्तारै अब कुद्न थाले। मलाई बडा खुसी लागेको छ क्या, अचम्मको घोडा यार। जति मन्त्र भन्दै गयो त्यति यसले आफ्नो रफ्तार बढाउँदै जान्छ है। र जङ्गलको बिचमा त स्पिड गन हान्नलाई पनि कोही छैन त्यहाँ है, त्यस कारणले जति स्पिड कुदाए पनि भइहाल्यो। धन्य भगवान् भन्नुहुन्छ, अब 3 गियरमा हाल्यो, एकदम स्पिडमा कुद्न थाल्यो। अब यति एक्सिडेन्टमा धन्य भगवान् भन्दै जानुहुन्छ, स्पिड बढेको बढे होइन। अब त धन्य भगवान् भन्छ झन् आकाशमाथि उफ्रिन थाल्छ, जम्प लगाइकन कुद्न थाल्यो। तर समस्या के भयो भन्दाखेरि त्यो यति एक्साइटमेन्टमा आउनुभयो, यति खुसीमा आउनुभयो कि त्यो कुदाउँदा रोक्नेवाला मन्त्र के थियो भनेर बिर्सिनु भयो। अर्को 2टा मन्त्र दिएको थियो नि त सुरुमा होइन। अर्को के थियो कुन्नीला, कुदाउनलाई धन्य भगवान् भन्ने है, रोक्नलाई के भन्ने थियो बिर्सेँ मैले। ला अब त्यही एउटा आउँछ, त्यसैले भन्नु धन्य भगवान् भन्नुहुन्छ, झन् स्पिडमा कुद्न थाल्यो। अब एकदम रफ्तारमा कुद्न थाल्यो। अब कुद्दै त पहाड हुन्छ नि, पहाड यस्तो पहाडको माथि चढ्न थाल्यो कि। अनि माथि चढेर अब यताबाट यस्तो पहाड झर्नु पर्ने, तर त्यो पहाडको चाहिँ उतापट्टि ओह्रालो रहन्छ के रहेछ सिधा तल भिर है, यस्तो खालको के बुझ्नुभयो नि। माथि चढ्दै जाने, त्यहाँबाट सिधै डाउन भिर रहेछ। र यताबाट अब मन्त्र भन्दा भिर देखिरहनु भएको छ अगाडि है। अब के गर्ने, मन्त्र त एउटा मात्रै आउँछ, धन्य भगवान् झन् स्पिड जान्छ, झन् माथि उफ्रिन्छ। अब के गर्ने, अब म मर्ने भयो, अब मेरो जीवन बर्बाद हुने भयो, धार्मिक घोडाको चक्करमा मर्ने भयो, अब ल बर्बाद भयो। अब के गर्ने, अब यत्रो स्पिडमा हाम फाल्यो भने पनि लडेर एक्सिडेन्ट हुने के हुने थाहा छैन। अब के गर्ने, धन्य भगवान् झन् स्पिडमा गएको गए। अब लास्टमा अन्तिम यस्तो टुप्पो हुन्छ नि, टुप्पो फाइनल, अब 1 सेन्टिमिटर मात्र बाँकी छ खस्नलाई। अब केही त सहारा छैन, भगवान्ले मलाई रक्षा गर्नुहुन्छ कि भनेर 2टा हात माथि उठाउनु पर्यो, हे भगवान् रक्षा गर्नुहोस् भनेर प्रार्थना गरे। रोक्ने मन्त्र के थियो रे, त्यही त थियो नि होइन। कोइन्सिडेन्सले मिल्यो क्या है। र ठ्याक्क 1 सेन्टिमिटर अगाडि झ्याप्प ब्रेक लाग्यो है। अब अलिकति मात्रै यस्तो तल हेरेको, बचे भनेर खुसी भएर के भन्नुभयो थाहा छ उहाँले, धन्य भगवान्। अब के हुन्छ, गएन तल। समस्या के हो भन्दाखेरि धर्मै घोडाहरूको हालत यही हुनेवाला छ। हामी धर्मको अनुशीलन त गर्छौँ, टीका लगाउँछौँ, अगरबत्ती घुमाउँछौँ, मोमबत्ती घुमाउँछौँ, भगवान्लाई धुपदीप गर्छौँ, मन्दिर पनि जान्छौँ, सबै गर्छौँ। तर गरिरहेछौँ किन? हरेक चिजको पछाडि एउटा विज्ञान छ नि त होइन, हरेक मन्त्रको पछाडि एउटा अर्थ छ नि त है। त्यस कारणले जबसम्म त्यो अर्थलाई बुझ्दैनौँ, त्यो विज्ञानलाई बुझ्दैनौँ, तबसम्म त्यो हामीले गरेको धर्म के भयो, धर्म अन्धता हुन गयो। र त्यस कारणले हामीले गर्ने त हो, तर त्यो जानेर गर्ने कि यो जुन गर्दैछु किन गर्दैछु, र त्यसलाई भन्छ विज्ञान। यो विज्ञान भगवत गीतामा छ। ज्ञानम तेहम स विज्ञानम इदम वक्ष्यामि अशेषतः यज्ञात्वा नेह भूयोन्यस ज्ञातव्यम अवशिष्यते। यो ज्ञान र विज्ञान दुइटै मैले तिमीलाई अर्जुन प्रदान गर्दैछु, जसलाई जानिसकेपछि अरू केही जान्नलाई बाँकी रहेन। त्यस कारणले हाम्रो धर्म परिवर्तन किन भयो त भन्दाखेरि हामीले पढेकै छैनौँ। तिनीहरूले आएर मलाई किताब देखाउँछन् के, हाम्रो पाम्पलेट पढ्नुहोस् भनेर। अनि पढ्दै के लेखेको रहेछ, यु आर बोर्न इन डार्कनेस गो टुवर्ड्स लाइट भनेर लेखेको छ। भने यो अङ्ग्रेजी भाषामा अनुवादित गर्दैमा अर्को धर्म बन्ने हो र? त्यही चिजमा त हाम्रो वेदमा लेखेर तमसोमा ज्योतिर्गमय लेखिरहेको छ वेदमा। अब त्यो वेदमा लेखेको चिजलाई अङ्ग्रेजी भाषामा यो बोर्न इन डार्कनेस गो टुवर्ड्स लाइट उम ज्ञान तिमिरन्धस्य ज्ञानञ्जन शलाकय भने होइन त्यही कुरा। अनि त्यो ल्याएर प्याम्पलेट बनाएर त नयाँ धर्म के नयाँ छ त्यसमा? त्यही त चिज हो। तर हामीलाई आफ्नो बारेमा जानकारी छैन, त यो किन होला भने जस्तो लाग्न थाल्छ हामीलाई। किन त भन्दाखेरि हामीसँग भएको आफ्नो खजनाको बारेमा हामीलाई जानकारी भएन कि।
त्यसकारणले अर्काको वस्तु मूल्यवान जस्तो लाग्न थाल्यो। उपनिषदमा यस्तो वर्णन आउँछ कि त्यो बारीमा चर्ने एउटा बाख्रा हुन्छ नि, त्यो बाख्राले के देख्छ अरे भन्दाखेरि यतापट्टि त्यो पर्खाल लगाएको छ नि, काठको पर्खाल लगाएको हुन्छ क्या कहीँ कहीँ बारीहरूलाई रोक्नको लागि, त्यो तार लगाएर अथवा बार बानेर। त्यो बाख्राले के देख्छ अरे भन्दाखेरि त्यो पर्खाल भन्दा उतापट्टिको घाँसलाई सधैँ हरियो देख्छ अरे के। अनि त्यो बाख्रालाई उठाएर उतापट्टि राखिदियो भने फेरि के देख्छ उसले, त्यहाँ एकछिन खान्छ, त्यसपछि फेरि ए त्यही पो धेरै हरियो रहेछ, म किन यता आएँ भन्ने जस्तो लाग्न थाल्छ होइन। त्यस कारणले गर्दाखेरि हामीलाई के लाग्छ भन्दा हामीसँग जुन वस्तु छैन त्यो चाहिँ किन होला कि भन्ने जस्तो लाग्छ है। तर पहिला हामीहरूले आफूसँग के छ भन्ने कुरालाई जान्नु आवश्यक छ है। हामीसँग कस्तो किसिमको खजाना छ भन्ने कुरालाई नजानेको कारणले गर्दाखेरि अरू चिजहरूप्रति हामी आकर्षित भइरहेछौँ। त्यसैले हामीले जब जान्न सक्छौँ, बुझ्न सक्छौँ हामीसँग भएको सम्पत्ति के हो, हामीसँग भएको खजाना के हो भनेर जान्न बुझ्न सक्यौँ भनेदेखि अर्को चिजहरूप्रति आकर्षण हाम्रो हुँदैन। तर हामीले आफ्नो ब्यागभित्र के छ भन्ने कुरा जानकारी नै हुँदैन। प्रसाद खानलाई बसेको छु, हो उसलाई त लालमन हाल्यो यार, तर आफूलाई रसबरी हालेको हेरेको छैन क्या। त्यहाँ लालमन अर्कैको प्लेटमा हेर्नमा यति ध्यान छ कि आफ्नो प्लेटमा पनिर आएको त देखेकै छैन कि, त्यो समस्या भयो। त्यस कारणले गर्दाखेरि हामीले पहिला आफूसँग के छ, मेरो खजाना के हो, सम्पत्ति के हो भन्ने कुरा जान्नु आवश्यक छ। प्रभुपादजी जब लन्डनमा जानुभएको थियो त्यस समयमा रिपोर्टरहरूले प्रभुपादजीलाई सोध्नुभयो कि तपाईँ कुन देशबाट आउनुभयो भनेर सोध्नुभयो। प्रभुपादजी म भारतबाट आएको हो सोध्नु। र साधारणतया जति पनि थर्ड वर्ल्ड कन्ट्रीहरू छन् भनेको नेपाल या भारत भनौँ, पाकिस्तान भनौँ, बङ्गलादेश भनौँ है, यस्ता देशहरूबाट जो उन्नत देशहरूमा जानुहुन्छ, अमेरिका या लन्डन या अस्ट्रेलिया, जर्मनी यस्तो देशहरूमा जानुहुन्छ भनेदेखि कोही पनि व्यक्ति जानुहुन्छ यहाँबाट त्यता जानुहुन्छ भनेदेखि के को लागि जानुहुन्छ? केही चिज प्राप्त गर्नलाई जानुहुन्छ, या त एजुकेसन प्राप्त गर्नलाई जानुहुन्छ, ज्ञान प्राप्त गर्नको लागि जानुहुन्छ, आएन भनेदेखि पैसा कमाउनको लागि जानुहुन्छ। साधारणतया धेरै जस्तो त त्यही नै हो। या अरू केही सुविधाहरूलाई प्राप्त गर्नको लागि जुन चाहिँ यहाँ छैन त्यो सुविधाहरूलाई प्राप्त गर्नको लागि जानुहुन्छ। र त्यस कारणले त्यो रिपोर्टरले के तपाईँ यहाँ आउनुभएको छ, तपाईँ के लिन आउनुभएको, यहाँ के लिन आउनुभयो तपाईँ यहाँ भनेर यसरी डाइरेक्टली नै सोधेँ। अब यसरी सोद्धाखेरि त अलिकति एम्बारेसमेन्ट हुन्छ नि होइन, जो विदेश गइरहेको छ जानु पाएन, तपाईँ के लिन आउनुभएको यहाँ भन्दाखेरि त मनमा अलिकति खिन्नता गर्नु। प्रभुपादजीलाई मनमा खिन्नताको अनुभव भयो। अनि के भन्नुभयो प्रभुपादजीले भने, तिमीहरू बेलायतीहरूले हाम्रो भारतवर्षमा आएर हाम्रो सबै खजाना लुटेर लिएर गयौ है। हाम्रो कोहिनूर हिरा थियो, हाम्रो महारानीको ताज थियो, अनेक चिजहरू थियो, सबै चिज तिमीहरूले लुटेर लिएर गयो लन्डनमा, सबै लिएर गयो म्युजियममा राखेको छौ, मलाई थाहा छ। त्यो लिनलाई आएको होइन म, तर डराउनु पर्दैन त्यो लान्नमा है। तिमीहरू सबै लगभग 100-200 वर्षसम्म बसेर तिमीहरूले लुट्नुसम्म लुट्यौ, तर जुन चिज चाहिँ तिमीहरूले लुटेर लिएर जानु पर्ने थियो नि, वास्तविक खजाना चाहिँ जुन थियो नि, त्यो खजाना चाहिँ लुट्न बिर्स्यौ तिमीहरूले। त्यस कारणले त्यसको होम डेलिभरी गर्नलाई आएको, म तिमीहरूसँग केही लिनलाई आएको होइन। त्यो खजाना के हो? भगवत गीता। यो भगवत गीता चाहिँ तिमीहरूलाई म दिनलाई आएको, तिमीहरूसँग केही लिनलाई आएको होइन भन्नुभयो है। त्यस कारणले गर्दाखेरि यो दिव्य अभियान श्रील प्रभुपादजीले चलाउनु भएको छ, जसमा यो भगवत गीता रूपी खजाना, वास्तविक धन, वास्तविक सम्पत्ति चाहिँ के गर्दै हुनुहुन्छ, सारा संसारलाई वितरित गर्दै हुनुहुन्छ। र त्यो माध्यमबाट हामीहरूले पनि यो सुयोग प्राप्त गऱ्यौँ भगवत गीतालाई प्राप्त गर्ने है। र त्यस कारणले गर्दाखेरि हामीहरूले अत्यन्त श्रद्धापूर्वक, प्रेमपूर्वक भगवत गीतामा भगवान श्रीकृष्णले भन्नुभएका उपदेशहरूलाई प्रभुपादजीको माध्यमबाट प्राप्त गर्ने प्रयास गर्नुपर्दछ। उहाँले सारा संसारलाई भगवत गीता वितरित गर्नलाई आउनुभएको छ। र आजको श्लोक विशेषभित्र हामी प्रवेश गर्छौँ। के भनिरहनु भएको छ भगवान कृष्णले हामी सुन्छौँ है। उहाँले भन्नुहुन्छ, श्रुति विप्रतिपन्नाते यदा स्थात्यति निश्चला। जति पनि सुन्न पर्ने वस्तुहरू छन्, चाहे त्यो वेदमा गाइएको होस् या अरू व्यक्तिहरूले सुनाएका हुन्, या कुनै चिज प्राप्त गरौँ भने जस्तो लाग्छ यो संसारको वस्तुहरू, त्यो स्तर भन्दा तिमी माथि उठिसकेपछि है
जब तिम्रो मन वेदका आलङ्कारिक भाषाबाट विचलित हुने छैन भनेको संसारको कुनै पनि वस्तु अब मलाई चाहिएको छैन भन्ने भावना स्थित भइसकेपछि ब्रह्मभूत प्रसन्नात्मा न सोचति न काङ्क्षति, होइन? मतलब कुनै पनि चिज मलाई चाहिएको छैन। किन त भन्दाखेरि आखिरकार त यो सबै चिजले मैले प्राप्त गरे नै भने पनि म सुखी हुन सक्ने होइन रहेछु भन्ने जानकारी प्राप्त भएपछि, किनकि हामीलाई लाग्छ ओहो त्यो प्राप्त भएपछि म सुखी हुन्छु कि यो प्राप्त भएपछि म सुखी हुन्छु कि यो चाहिँ पाएपछि म सुखी हुन्छु कि, होइन? जस्तो सानो बच्चालाई लाग्छ कि ओहो म अहिले स्कुल जानुपर्छ, मलाई होमवर्क गर्नुपर्छ, कति दुःख छ, त्यस कारणले एक्चुअली यो एसईईलाई पार गर्न पाएपछि यो त बहुत आनन्द हुन्छ, बडा मजा आउँछ, यसरी ढुक्क हुन्छ भनेर सोच्नुहुन्छ है। तर त्यो एसईई एसएलसी के हो त्यो पार गरिसकेपछि खुसी हुन्छ? प्लस टूमा भर्ना हुनु पर्यो रे, एडमिसन गर्न पर्यो रे, अनि दिनरात कलेज जाऊ, आऊ एसाइनमेन्ट गर, ड्रइङ बनाऊ, के गर, ओहो बाबरे। अनि उसले सोध्छ यो प्लस टूसम्म हो, अलिकति गाह्रो, त्यसपछि ब्याचलर गरेपछि त ढुक्क, केही चिन्तै छैन नि। अनि प्लस टू सिद्धान्त त्यसपछि अब एन्ट्रान्स प्रिपरेसन गर्न पर्यो भन्छ, होइन? डाक्टर बन्ने हो कि इन्जिनियर बन्ने हो कि, होइन? अथवा बिबिए एमबिए के गर्ने हो, है? त्यसको लागि अनेक दिन रात मेहनत गर्छ, अनि पैसा एकत्र गर्छ, लगेर कलेजमा बुझाउँछ, के गर्छ, अनि त्यसपछि ल अब यो 4 वर्ष ब्याचलर क्लियर गर, त्यसपछि त ढुक्क हो, त्यसपछि त खुसी नै खुसी हो। अनि उसले त्यही सपना देखिन बसिरहेको हुन्छ कि अब त म खुसी हुन्छु भनेर, अनि त्यसपछि पार गर्छ त्यो, अनि त्यो ब्याचलर पार गरिसकेपछि अब के हुन्छ, मास्टर पार गर्छ, अनि त्यसपछि खै त खुसी त भएन त म, होइन? अब जागिर खोल्नुपर्छ, त्यसपछि खुसी हुन्छ हो। अनि जागिरको लागि आफ्नो फाइल लिएर अफिसदेखि अफिस, हस्पिटलबाट हस्पिटल, कहाँ कहाँ हो अनेकतिर भौतारिनुपर्छ, बल्ल तल जसो तसो जागिर पाउँछ। र अब जागिर पाएको मान्छे बहुत खुस होला। तपाईँ खुसी हुनुहुन्छ? तेरिका कुरा नगर्नु, यति टेन्सन यति टेन्सन, त्यहाँ हाकिमले कराउँछ, यसले यस्तो भन्छ, यस्तो समस्या छ, यो बाफ्रे। अनि के गरी खुसी हुनु त? बिहे गर्नुहोस् अनि खुसी हुन्छ। अनि त्यसपछि बिहा गर्छ उसले, त्यसपछि थाहा पाउँछ कति खुसी हुन्छ भनेर, होइन? अनि बिहा त गरे खोइ म खुसी भएन त भन्छ, बच्चा पाउनु छ नि खुसी हुन्छ। अनि बच्चा पाउँछ खुसी हुन्छ, अनि झन् दुःख पाउँछ अझै ज्यादा, होइन? अनि त्यसपछि अनि अब खुसी भएन त, बच्चा पाएर पनि खुसी भएन त, अब बच्चाको बिहा गर्नुहोस् अनि खुसी हुन्छ। खोइ त खुसी है, त्यसरी नाति पनाति खनाति सबै जन्मिँदै जान्छन्, तर मान्छे जुन खुसीको खोजीमा हिँडिरहेको थियो नि त्यो प्राप्त गर्न सक्दैन है। दिन कहे धनवान सुखी, धनवान कहे सुख राजाको भारी। एउटा बाटोमा साइकल चलाउने मान्छेले सोध्छ, ओहो हिँड्ने मान्छेले सोध्छ मेरो साइकल भइदिएमा खुसी हुन्थेँ, साइकल चलाउने मान्छेले के सोध्छ, मोटरसाइकल भयो म बहुत खुसी हुन्थेँ, पेडल चाल्न पर्दैन थियो, होइन? र मोटरसाइकल भएको मान्छेले के सोध्छ, गाडी भएको भए म खुसी हुन्थेँ, गाडी भएको मान्छेले सोध्छ म घर भएको भए म खुसी हुन्थेँ, घर हुने मान्छेले सोध्छ मेरो बिल्डिङ भएको म खुसी हुन्थेँ, बिल्डिङ हुने मान्छेले के सोध्छ, ओहो म अमेरिका जान पाएँ खुसी हुन्थेँ। अनि अमेरिका गएका मान्छेहरूलाई गएर सोध्ने तपाईँ के गरी खुसी हुन्थेँ, म त्यो 101 तला माथि बस्न पाएँ खुसी हुन्थेँ। अनि 101 तला माथि गएर सोधेँ मैले, तपाईँ खुसी हुनुहुन्छ? कुरा नगर्नु चाहिँ यति दुःख छ, यति टेन्सन छ, यति समस्या छ बापरे, अनि तपाईँ के भयो भने खुसी हुनुहुन्छ? एउटा सुन्दर मेरो फार्म हाउस होस्, गाउँ कन्ट्री साइडमा झरना बगेको होस्, आफ्नो बगानमा फलेको तरकारी खान पाइयोस्, खुसी हुन्थेँ, अरू केही चाहिँदैन थियो मलाई। अनि त्यो कन्ट्री साइडमा गाउँमा पनि गएँ, झरना पनि थियो, बारी पनि रहेछ, सानो घर पनि रहेछ, गाई पनि रहेछ। त्यो 101 तला माथि बस्ने मान्छेले त तपाईँको जीवन जिउने इच्छा गरिरहेछ भनेपछि तपाईँ त अवश्य खुसी हुनुहुन्छ होला है? कहाँ खुसी हुनु, मलाई सहरमा जानु छ, पैसा कमाउनु छ। एवं प्रवर्तितम चक्रम, चक्र भएन त? अब यो भएपछि म खुसी, यो भएपछि खुसी हुन्छ सोचिरहेछ, भएन। किन त भन्दाखेरि वास्तवमा खुसी हामी भित्र छ, बाहिर खोजेर हिँड्यौँ क्या। त्यो आनन्दमय भ्यासाद, आत्माको स्वभाव आनन्द लिने। तर त्यो आत्मा खुसी केद्वारा हुन्छ त भन्दाखेरि शारीरिक सुविधाले आत्मा खुसी हुन सक्दैन। त्यो सुख प्राप्त गर्न सक्ला, सुख प्राप्त गर्ने इन्द्रियले हो, शान्ति प्राप्त गर्ने मनले हो,
आनन्दको प्राप्ति केवल र केवल मात्र आत्माले गर्न सक्छ। त्यसकारणले र त्यो आनन्दको विधि प्राप्त गर्ने कहाँबाट त, त्यो आनन्दको स्रोत कहाँ त भन्दाखेरि ईश्वर परम कृष्ण सच्चित आनन्द विग्रह अनादिरादि गोविन्द सर्वकारण कारण। आनन्दको स्रोत कृष्ण हुनुहुन्छ। त्यसले जबसम्म व्यक्ति कृष्णको सम्पर्कमा आउँदैन तबसम्म ऊ आनन्दित हुन सक्छ। सुखी हुन सक्ला त्यो अर्कै कुरा हो, शान्ति पनि प्राप्त गर्न सक्ला त्यो मनको कुरा हो, तर आनन्द केवल मात्र कृष्णको सम्पर्कबाट प्राप्त हुन सक्ने वस्तु हो। त्यसैले नमामीश्वरं सच्चिदानन्द रूपं लसत्कुण्डलं गोकुले भ्राजमानं। त्यो दीपदान देखाएर नमामीश्वरम गाएर आरती जब दीप भगवानलाई तपाईँहरूले देखाउनुहुन्छ दामोदर महिनामा, भित्र आत्मालाई यस्तो आनन्द आउँछ नि, होइन आउँछ है? 5 स्टार होटलमाथि बसेर सिगरेट खाएर त्यो आनन्द आउँछ? आउँदैन, कदापि आउँदैन। तर त्यो आनन्द कहाँबाट आउँछ त भन्दाखेरि भगवानको सम्पर्कमा जब हामी आउँछ, भगवानसँग हामी कनेक्टेड भएर बस्छौँ, त्यसपछि त्यो आनन्दको प्राप्ति हुन्छ। त्यसैले भगवानसँग जति हामी गाँसिन्छौँ, भगवानसँग जति हामी जोडिन्छौँ, त्यति त्यो आनन्दको प्राप्ति हुन्छ। तर भगवानबाट जति टाढा भयौँ त्यति सुख सुविधा हामीले प्राप्त गर्न सकौँला, तर आत्माले आनन्दको अनुभूति गर्न सक्दैन। र जुन आनन्द यहाँ भगवानको कथा सुन्दाखेरि, कीर्तन गर्दाखेरि, नाच्दाखेरि, प्रसाद लिँदाखेरि हामीलाई प्राप्ति हुन्छ, होइन, त्यो आनन्द हजुरले अन्त कतैबाट प्राप्त गर्न सक्नुहुन्न। यहाँ आएर म भगवानलाई चढाएको खिचडी मात्रै खाँदाखेरि पनि जुन आनन्दको अनुभव हुन्छ नि, त्यो 5 स्टार होटलको अनेक नाना थरी खाना व्यञ्जन खाएर पनि हामीले प्राप्त गर्न सक्दैनौँ। किन? इन्ग्रिडियन्ट त त्यहाँ राम्रो छ नि, सेफ पनि त्यहाँ राम्रो छ नि, तर किन भगवानको प्रसादमा त्यो अद्भुत आनन्द आयो त? किन भगवानसँग जोडिएको छ, उहाँसँग सम्पर्कित छ। त्यसकारणले जति हामीहरूले हाम्रा वस्तुहरूलाई, हाम्रा हरेक चिजहरूलाई भगवानको सम्पर्कमा ल्याउँछौँ, होइन, त्यति जति भक्तिको भगवानको सम्पर्कमा या भक्तिको सम्पर्कमा भगवानको भक्ति हुन्छ नि त। भक्तिको लागि भक्त चाहियो, भगवान चाहियो, अनि त्यो भगवान भक्तलाई भगवानसँग जोड्ने माध्यमलाई के भन्छ? भक्ति भन्छ है। र त्यो भक्ति यदि त्यो भक्ति तपाईँको भोकमा जोडियो भनेदेखि त्यो व्रत हुन्छ, र त्यो व्रतमा पनि आनन्द आउँछ। हेर्नु त, भोको बसेर त खासै कोही खुसी हुने होइन नि, तर जब भगवानको लागि बसिरहेको छु भन्दाखेरि भोकै निर्जला गरिरहेको हुन्छ, सबै भक्तले मुस्किराइरहेको हुन्छ है, अचम्म हो नि। र त्यो भक्ति यदि भोकमा जोडियो भनेदेखि त्यो व्रत बन्ने रहेछ। भक्तिलाई यदि तपाईँले भोजनमा जोड्नु भयो भने त्यो फेरि प्रसाद भन्छ, त्यसले फेरि अर्को आनन्द दिन्छ है। यदि यो भोकको पनि आनन्द व्रतबाट प्राप्त हुने भयो, तपस्याबाट प्राप्त हुने भयो, उता भोजनको गरे पनि आनन्द प्राप्त हुने भयो, एउटा प्रसादको माध्यमबाट। र त्यही भक्तिलाई तपाईँले पुस्तकमा राख्नु भने त्यो भगवत गीता भन्छ। त्यो भक्तिलाई यदि तपाईँले पत्थरमा राखिदिनु भने त्यो शालिग्राम भन्छ। त्यो भक्तिलाई तपाईँले एउटा बिरुवामा हालिदिनु भयो भने त्यो भक्ति देवी तुलसी महारानी भन्नुहुन्छ। त्यही भक्तिलाई तपाईँले यदि बग्दो पानी नदीमा राखिदिनु भयो भने त्यो यमुना भन्छ। त्यो भक्तिलाई तपाईँले यदि ढुङ्गामा पहाडमा हालिदिनु भने त्यो गोवर्धन पर्वत भन्छ। त्यही भक्तिलाई हामीहरूले, तपाईँ त्यो भक्तिलाई जे चिजमा लगेर राख्नुहुन्छ नि त्यो के भन्छ? भगवत वस्तु भन्छ कि। त्यो भक्तिलाई यदि हामीहरूले घरमा लगेर राख्यौँ भने घर पनि मन्दिर बन्छ है। र यदि त्यही भक्तिलाई यदि भक्तको हृदयभित्र राखिदियो भने त्यो मान्छे पनि के भन्छ? भक्त भन्छ। त्यस कारणले गर्दाखेरि त्यो भक्तिलाई हामीहरूले आफ्नो हृदयभित्र स्थापना गर्नु जरुरी छ। र त्यसको लागि हामीहरूले यहाँ भगवानले भन्नुहुन्छ स्तुति विप्रतिपन्नाति यदास्थास्थिति निश्चला। यो सांसारिक विषय वस्तुबाट मलाई त्यो आनन्दको प्राप्ति हुँदैन जुन मैले खोजिरहेको छु। त्यो आनन्द केवल कृष्णको सम्पर्कमा आएर हुन्छ, प्राप्त हुन्छ भन्ने कुरा चाहिँ हृदयभित्र स्थापित गर्न जरुरी छ। र त्यसपछि के हुन्छ? समाधाव अचला बुद्धिस् तदा योगम अवाप्स्यसि। त्यसपछि उसले समाधिको स्तरलाई प्राप्त गर्न सक्छ। समाधि भनेको के हो त? समाधि भनेको हामीले धेरै व्यक्तिले के भन्छ? समाधि भनेको जस्तो एउटा कोही व्यक्तिको शरीर पुरा भयो,
उसलाई लगेर जमिनमा राखिन्छ, त्यसपछि मन्दिर बनाइन्छ, त्यो समाधि हो। त्यो पनि एउटा समाधि हो। तर यहाँनिर जुन समाधिको कुरा गर्दै हुनुहुन्छ त्यो अर्कै किसिमको समाधि हो। त्यो समाधि चाहिँ जीवित अवस्थामा रहन सक्ने समाधि हो। भनेको हाम्रो कर्मले, मनले, वचनले निखिलस्वपि अवस्थासु जीवन मुक्त स उच्यते। जीव गोस्वामीले यस्तो बताउनुहुन्छ, इह यस्य हरेर दास्य कर्मना मनसा गिरा। यदि हामीहरूले आफ्नो कर्मले, क्रियाकलापले, मनले, चिन्तनले र आफ्नो वाणीले, बोलीले यो तीनटा क्रियाकलापहरूलाई सर्व अवस्थासु सर्वदा हरेक परिस्थितिमा र हरेक स्थानमा यदि यो तीनटा चिजहरूलाई कर्म, मन, वचनलाई यदि हामीहरूले भगवानसँग सम्बन्धित भगवानको सेवामा अर्पित गर्न सक्यौं भनेदेखि जस्तो सुकै अवस्थामा भए तापनि त्यो व्यक्ति के हो त भन्दा जीवन मुक्त उच्चते। जीवित हुँदा हुँदै पनि के भइसक्यो? मुक्त भइसक्यो। मतलब त्यसको लागि भगवत प्राप्ति गर्नको लागि मरेपछि भगवत धाम जान्छ भन्ने कुरा हैन के। जीवितै भगवत धाममा भएको अनुभव उसले गर्न सक्छ। कोही रिपोर्टरले, अघि रिपोर्टरको कुरा मैले सुने, प्रभुपादजीलाई यसरी नै प्रश्न सोध्नुभयो, गुरुजी तपाईहरु यस्तो भक्ति गर्नुहुन्छ, नाम जप गर्नुहुन्छ, भागवत सुन्नुहुन्छ, सबै गर्नुहुन्छ, मानौ तपाईलाई मर्ने बेलामा थाहा भयो कि भगवान पनि केही हुँदो रहेछ, स्वर्ग नर्क केही पनि हुँदो रहेछ, एउटा जे जति हो यही जीवनमा हो भन्ने तपाईलाई थाहा भयो भनेदेखि तपाई के गर्नुहुन्छ सोध्नुभयो। अनि श्री प्रभुपादले के उत्तर दिनुभयो? ठिकै छ, तिम्रो तर्कलाई मानौ, यद्यपि यो सत्य होइन तर पनि मानौ कि भगवान पनि हुनुहुन्न, नर्क पनि छैन, स्वर्ग पनि छैन, यमराज पनि छैन, कोही पनि छैन, मानौ, तिमीले भनेको कुरालाई चाहिँ सत्य भनेर मानौ भने पनि घाटा के भयो त? हाम्रो जीवनमा हामी नाचिरहेछौँ, गाइरहेछौँ, प्रसाद खाइरहेछौँ, रमाइलो गरिरहेछौँ, भक्तहरूको सङ्ग गर्दैछौँ, दुःख त हामीलाई केही पनि भएको छैन। हाम्रो जीवन यति पनि आनन्दमा बितिरहेछ। तर मलाई पूर्ण विश्वास छ कि भगवानको धाम पनि छ, कृष्ण पनि हुनुहुन्छ, स्वर्ग पनि छ, नर्क पनि छ र यो पूर्ण सत्य हो। तर तिमीलाई चाहिँ मर्ने बेला थाहा भयो कि नर्क पनि छ र तिमी त्यो नर्कमा जान पर्छ भन्ने थाहा भयो भने तिमी चाहिँ के गर्छौ? अब उसको हालत खराब भएन त? त्यसकारणले गर्दाखेरि भक्तहरूको जीवन के छ भन्दा दुवै हातमा लड्डु भन्छ नि। यो जीवन पनि आनन्दले बिताउने हो, साथसाथै आगामी जन्ममा भगवानको धाममा जाने हो। र यो यस्तो आनन्दको मार्ग भगवान श्री चैतन्य महाप्रभुले हामीलाई दिनुभयो। र प्रभुपादजी एउटा कथा सुनाउनुहुन्छ। नारद मुनिले 4 जनालाई भेट्नुभएछ। 4 जनालाई भेट्नुभयो। कोलाई भेट्नुभयो त भन्दाखेरि नारद मुनिले सबभन्दा पहिला चाहिँ भेट्नुभएको छ एउटा मुनिपुत्र। मुनिपुत्र भने ऋषिको छोरा, तपस्वी, जङ्गलमा बस्ने, तपस्या गर्ने। र नारद मुनिलाई आशीर्वाद दिनुभयो, मुनिपुत्र माझीव, हे मुनिको छोरा तिमी नबाँच, तिमी मर, आशीर्वाद दिनु। आशीर्वाद किन यस्तो आशीर्वाद दिनुभयो? त्यसपछि नारद मुनिले भेट्नुभयो राजपुत्र। राजपुत्र भने राजाको छोरा, राजकुमार। उसलाई के भन्नुभयो? राजपुत्रलाई भन्नुभयो, राजपुत्र मा मर, राजाको छोरा तिमी नमर्नु भनेर आशीर्वाद दिनुभयो। अनि त्यसपछि एउटा कसाईलाई भेट्नु भएछ। कसाई बुझ्नुहुन्छ? त्यो कसाईलाई आशीर्वाद दिनुभयो, मा जीव मा मर, तिमी बाँच्दा पनि नबाँच, मर्दा पनि नमर। अनि त्यसपछि एकजना भक्तलाई भेट्नु भएछ, डिभोटी। र उसलाई के भन्नुभयो? जीव वा मर वा साधु, तिमी बाँचे पनि हुन्छ, मरे पनि हुन्छ भन्नुभयो। अनि यसको अर्थ किन यसो 4 जनालाई अलग अलग आशीर्वाद किन दिनुभयो? अनि नारद मुनिले भन्नुभयो, किन यस्तो अलग अलग आशीर्वाद दिनु भन्दा मुनिपुत्र जो हुन्छ, ऋषिको छोरा, धेरै तपस्या गर्छ, जीवनमा सबै भोगहरूको परित्याग गर्छ, तपस्याको जीवन बिताउँछ। त्यसकारणले गर्दाखेरि
उसको यो जीवन कष्टकारी भए तापनि अघिल्लो जीवन उसले उन्नत पाउँछ, एकदम आरामदायी आनन्दको जीवन प्राप्त गर्दछ त्यो पुण्यको फलस्वरूपले। त्यसकारणले जति छिटो उसको यो जीवन सिद्धि उसको दुःख सिद्धिन्छ र आनन्दको दिन सुरु हुन्छ। त्यसकारणले तिमी नबाँच, तिमी मर। आशीर्वाद ठिक रहेछ है। राजाको छोरालाई के आशीर्वाद दिनुभयो? तिमी नमर भन्नुभयो। किन भन्दाखेरि तिमी राजाको छोरा छौ, तिमीलाई सबै सुविधाको व्यवस्था छ, आनन्दमय जीवन चलिरहेछ, तर त्यो आनन्दको जीवन तिमीले अनेक थरीका पाप कर्म गरिरहेका छौ। मर्ने बित्तिकै तिमीलाई के हुन्छ? तिम्रो दुःख सुरु हुन्छ, नर्क जानुपर्छ। त्यसकारणले तिमी नमरेको ठिक छ, तिमी बाँचिरह भनेर आशीर्वाद दिनु। र कसाई थियो है, त्यसलाई के भन्नुभयो? तिमी बाँच्दा पनि नबाँच, मर्दा पनि नमर। किन बाँच्दा पनि उसको जीवन नर्कै हो, मरेपछि त झन् नर्कमै जान्छ। त्यसकारणले बाँचे पनि काम छैन, मरे पनि काम छैन। र भक्तलाई के आशीर्वाद दिनुभयो? जीवव मरवा साधु, तिमी बाँचे पनि हुन्छ, मरे पनि केही फरक पनि। यो जीवन पनि हाम्रो हाँस्दै खेल्दै होइन, नाचो खाऊ भक्त सँगै कर संकीर्तन, कृष्ण नाम उपदेशी तार सर्वजन। यो जीवनमा पनि हामी नाच्ने हो, गाउने हो, प्रसाद खाने हो। कति आनन्दको जीवन छ हेर्नु त। कसैलाई दुःख लाग्छ, गाउनलाई को कोलाई मन लाग्छ? गाउनलाई मन लाग्दैन? जो व्यक्ति खुसी हुन्छ उसलाई गाउन मन लाग्छ। दुखी मान्छेलाई पनि गाउन मन लाग्छ, तर स्याड सङ। तर आनन्दको सङ निरानन्द जुरे जावे आनन्देर सीमा नै हैन। त जो व्यक्ति खुसी हुन्छ हो के गर्न खोज्छ? गाउन खोज्छ। नाच्नको कसलाई मनपर्छ? नाच्न धेरैजनालाई मनपर्छ है। किनकि जो आनन्दमा हुन्छ, खुसीमा हुन्छ, ऊ मात्रै नाच्न। दुखी जीवात्माहरू नाच्न सक्दैनन्। कसैले त यसो एकजना प्रभुजीले भन्दै हुनुहुन्थ्यो, वास्तवमा गणिताईको सामनेमा आएपछि हामीहरू चाहिँ हातहरूलाई माथि उठाएर नाच्न पर्छ अरे के। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। उहाँहरू हात तलै झार्नु न, ननस्टप माथिको माथि गणिताई है। अनि जो गणिताईको अगाडि आएर पनि आफ्नो हातलाई उठाएर नाच्न सक्दैन भनेदेखि उसले हातमा 5-5 किलोको पापको झोला बोकेर बसिरहेको छ। भार धेरै भएर हातै माथि जाने है। तर त्यो पापको झोला छोडिदिएपछि हात माथि जान्छ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। गौर पूर्णिमा आउँदैछ नि, भगवान श्री चैतन्य महाप्रभुको दिव्य जन्म महोत्सव। त्यस कारणले चैतन्य महाप्रभुको एउटा लीला बन्द भएर सुनाउँछु नि है, ताकि हाम्रो चेतनालाई महाप्रभुसँग चाहिँ जोड्न सकियोस् है। त्योभन्दा अगाडि अहिले के भन्दै थिएँ मैले? केही अहिले भर्खरै नारद मुनिको है आशीर्वाद, त्यो कहानी पुरा भयो है। ओके। त त्यसकारणले गर्दाखेरि भक्तहरू नाचो खाओ भक्त सँगै कर संकीर्तन, कृष्ण नाम उपदेशी तार सर्व। त्यसैले भक्तहरूसँग नाच्ने गाउने भनेपछि तपाईँहरूलाई केहीलाई गाउन मन पर्दो रहेछ, नाच्न धेरैजनालाई मन पर्दो रहेछ। अब प्रसाद खान को कसलाई मनपर्छ? हात उठाउनु त। अब दुइटै उठाए पनि हुन्छ, किनकि यो सबैलाई मनपर्छ मलाई थाहा छ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। गाह्रो छ त नाच्ने गाउने प्रसाद खाने, यस्तो सजिलो र यस्तो आनन्ददायी। र नाच्दै गाउँदै जाउँला वैकुण्ठ। हेर्नु त यस्तो सरलतम उपाय। र भगवान श्री चैतन्य महाप्रभु त्यस कारणले गर्दाखेरि अनर्पितम चरिम चिरात करुणाय अवतीर्ण कलौ समर्पितम उन्नत उज्जवल रसम भक्ति श्रीराम हरिपुरट सुन्दर दिति कलम्ब सन्दीपित सदा हृदय कन्दरे स्फुरतो वासचिनन्दन। कहिले पनि कसैले अवतरित गरेर यस्तो नदिएको वस्तु दिनलाई आउनु भएको छ श्री चैतन्य महाप्रभु। कुनै अवतारले पनि नदिएको चिज हो यो। भगवत प्रेम, कृष्ण प्रेम जो चाहिँ ब्रह्माजीको लागि पनि दुर्लभ वस्तु हो। त्यो गोलोक वृन्दावन धाममा तालचा लगाएर राखेको थियो, त्यसलाई पञ्चतत्व श्री चैतन्य महाप्रभु, नित्यानन्द प्रभु, अद्वैत प्रभुले गएर तालचालाई फुटालेर त्यो प्रेमलाई पिएर सबलाई लुटाउनु भयो सबै त्यो प्रेम। र यसको उदाहरण के हो म बताउँछु है। एक दिन चैतन्य महाप्रभु कीर्तन गर्दै जाँदै हुनुहुन्छ बाटोमा, र जो जसलाई भेट्नुहुन्छ
उनीहरूलाई हरिनाम गाउनको लागि प्रेरित गर्नुहुन्छ। हरे कृष्ण भन, हरे कृष्ण जप गर, होइन, बोलो हरे कृष्ण, जप हरे कृष्ण, लो श्री हरिका नाम रे, भगवान् हरिका नाम लिऊ भनेर चाहिँ प्रेरित गर्नुहुन्छ। हरे कृष्ण जप गरेर भनेर सबैलाई गराउँदै गइराख्नु भएको छ। नदीको किनारामा पुग्नु भयो। यद्यपि यो कथा तपाईँहरूले सुन्नुभयो कि होला, तैपनि तपाईँहरूलाई सुनाउँछु ताकि हाम्रो स्मरण होस् चैतन्य महाप्रभुको है। र नदीको किनारामा पुग्नुभयो, त्यहाँ एकजना धोबी चाहिँ आफ्नो कपडा धुँदै थिए र कपडा चपचप धुँदैछन्। चैतन्य महाप्रभुले गएर, हे बाबु धोबी, कृष्णको नाम जप गर, किन आनन्दको प्राप्ति हुन्छ। धोबी एकदम रिसाए, के भन्छ, यो नाम जप गरेर के हुन्छ? यो नाम जप गरेर मेरो लुगा धोइदिन्छ? मलाई खानालाई पाउँछ यो नाम जप गरेर है? कहिले काहीँ यस्तो भन्छ मान्छेहरूले, है तपाईँलाई भनेको छ कि छैन मलाई थाहा छैन, मलाई धेरैले भन्छन् है, यो हरे कृष्ण भनेर के हुन्छ? मेरो घरमा खाना पाक्छ? यो हरे कृष्ण भनेर मेरो लुगा कसैले धोइदिन्छ? यो हरे कृष्ण भनेर मेरो यहाँ पढाइ कसले गरिदिन्छ? चैतन्य महाप्रभु बिचरा हरे कृष्ण भन्न भन्छु भने लुगा कसले धोइदिन्छ? महाप्रभुले भन्नु, सुन, तिम्रो लुगा म धोइदिएला, हुन्छ? अब त भन्छौ तिमी, ल हरे कृष्ण भन, तिम्रो लुगा म धोइदिन्छु भन्नु। धोबीले बिचारिन्छ, यो त राम्रो डिल हो है। हरे कृष्ण एकचोटि भन्यो भने मेरो सबै लुगा धोइदिने रहेछ उसले। ल ठिक छ म भन्छु भन्नुभयो र महाप्रभुले सिकाउनु भयो र धोबीलेतिर हात आकाशमा उठाएर हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे मात्र जप गरे। चैतन्य महाप्रभु यति खुसी हुनुभयो, यति खुसी हुनुभयो, उसले नाम जप गरेको सुनेर र चैतन्य महाप्रभु तुरुन्त गएर भगवान् श्री चैतन्य महाप्रभुलाई आलिङ्गन गर्नुभयो कि अङ्गालो मार्नुभयो। र चैतन्य महाप्रभुले जसलाई आलिङ्गन गर्नुहुन्छ, नमो महावदन्याय के हुन्छ? कृष्ण प्रेम प्रदायते, कृष्ण प्रेम प्रदान भयो। कृष्ण प्रेम प्रदान हुने बित्तिकै त अब उसको शरीरमा यस्तो कम्पन आउन थाल्यो क्या, आँखाबाट आँसुका धारा बग्न थाले, रौँहरू ठाडा ठाडा हुन थाले र पुरा शरीरमा पुलकन हुन थाले। वाक्य नपुट्ने यस्तो गदगद स्वरमा उसले फेरि हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यस्तो उन्मादमा आयो, अब नाच्न थाल्यो, गाउन थाल्यो, उफ्रिन थाल्यो। अब नाच्दै गाउँदै कराउँदै कराउँदै आफ्नो घरसम्म पुग्न थाल्यो उता। अनि घरमा गएर उसको परिवारका मान्छेहरूले कपडा धुनलाई गएको धोबी श्रीमतीले छोराछोरी के भयो यसलाई, होइन लुगा खै त तपाईँले ल्याएको, खै लुगा खै भनेर लुगाको प्रश्न सोध्नु। जे प्रश्न सोध्यो नि एन्सर हरे कृष्ण हो कि, जे प्रश्न सोध्नु एन्सर हरे कृष्ण हो। के भयो तपाईँलाई, किन यसरी पागल जस्तो नाचेर किन उफ्रिनु भएको तपाईँ भनेर उनीहरूले सोध्छन्। र जति नजिक आउँछन् अनि त्यहाँबाट उनीहरूलाई के बोल्न सक्नुहुन्न कि उहाँको मुखबाट हरे कृष्ण भन्दा बाहेक अरू केही शब्दै निस्किँदैन। त्यस कारणले बोल्न सक्नु भएन, तिनीहरूलाई पनि समातेर आफूले आलिङ्गन गर्नु भएछ। र चैतन्य महाप्रभुको जुन प्रेम सञ्चारित उहाँमा भएको थियो, त्यो प्रेम अब परिवारको सबैजनालाई भइयो र सारा परिवारभरि घरभित्र बसेर हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। कीर्तन गाएका छन्, नाचेका छन्, कोही मृदङ्ग बजाउन थाले, कोही करताल बजाउन थाले, झ्याम्टा बजाउन थाले, पुरा हल्ला हुल्ला भयो है। गाउँभरिका मान्छेहरू एकत्र भयो, के भयो यिनीहरूलाई, पागल भयो कि के भएको नि भनेर सबैले घरमा ढकढक ढकढक गर्छन्। होइन केवल ढोकाको खोलेर हेरेको, सबैजना नाचिरहेछन्, उफ्रिरहेछन्। के भयो तिमीहरूलाई, किन यसरी नाचेको, तिमीहरू किन पागल भएको भनेको। अब त्यो परिवारका जति पनि जना थिए नि, अब त्यो ठुल्ठुलाहरूलाई धोबीले आलिङ्गन गरे, अब माताजीहरूलाई उसको श्रीमतीले आलिङ्गन गरे, बच्चाहरूलाई उनीहरूको बच्चाहरूले आलिङ्गन गरेर थाले। र त्यो गाउँभरिका मान्छेहरूलाई के भयो, त्यो सबलाई सरियो। अब त सारा गाउँ आएर के गर्न थाले, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। सारा गाउँ कृष्ण भावना भावित, अब पुरै गाउँमा नाच्ने, गाउने, उफ्रिने, प्रसाद खाने, रमाइलो गर्ने, नाच्ने, पुरा गाउँ आनन्दमा भरिएको छ है। र यस्तो महिनौसम्म नन स्टप चलिरह्यो। अब त्यसपछि एक दिन के भएछ भने त्यो गाउँमा कहीँबाट एउटा पाहुना आएछ कि, कहिले पाहुनाहरू आउँछ नि, त्यो पाहुना आएछ र पाहुनाले हेर्छ यो गाउँका मान्छेहरूलाई के भएको, अस्तिसम्म आउँथ्यो सबै ठिकै थिए है, आज सबै नाचिरहेछन्, सबै गाइरहेछन्, सबै उफ्रिरहेछन्,
के भयो तिमीहरूलाई, के भयो मलाई बताउ न भनेर कसैले उत्तर दिएन, उसलाई पनि समातेर के गरिदिन्छन्, आलिङ्गन गरिदिन्छन्। र त्यो पाहुना पनि अब के हुन थाल्यो, हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे नाच्न थाल्यो, उफ्रिन थाल्यो। थाहा पाइस् के भएको, सब थाहा भयो। हेर 2-4 दिन त त्यहाँ बस्यो, पाहुना हो, घर त फर्किनु पर्यो है। त्यो पाहुना फेरि आफ्नो गाउँमा फर्केर गएछ। त्यसपछि उसको गाउँभरिका मान्छेहरू उसलाई देखेर के भयो तँलाई, त्यो गाउँमा घुमेर आइदिस् के भयो तँलाई भनेर सोधेपछि उसले पनि के गर्छ, तिनीहरूलाई पनि आलिङ्गन गर्छ र सबले हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। अब एउटा गाउँ, अर्को गाउँ, 2टा गाउँ, 3टा गाउँ, 4वटा गाउँ, 10वटा गाउँ, त्यसपछि त पृथ्वी ते आछे जतो नगरादि ग्राम सर्वत्र प्रचार होइबे मोर नाम। यो पृथ्वीमा जतिवटा सहर छन्, जतिवटा गाउँ छन्, सब ठाउँमा यो हरिनाम के हुनेछ, विस्तारित हुनेछ। श्री चैतन्य महाप्रभुले भविष्यवाणी गर्नुभयो। र त्यसपछि के भन्छ, सब गाउँ गाउँमा भएर त ठाउँ ठाउँमा भइरहेको थियो। अचानकसँग के भएछ भन्दाखेरि यो भक्तपुरको एकजना त्यहाँ पुगेछ र त्यहाँबाट त्यो रोग सञ्चालित गरेर यहाँ आउनुभयो। र त्यसपछि यहाँ आइपुगेपछि हामी सबैलाई पनि यो मान्छेलाई के भयो होला, किन बाटोमा नाचिरह होला, किन गाइरह होला, किन उफ्रिरह होला भनेर हामी सबैले पनि गएर उसलाई सोध्यौँ। र त्यसपछि उहाँले पनि हामीहरूलाई आलिङ्गन गर्नुभयो, भगवत गीता सिकाउनु भयो। र आज हामीहरू पनि के गरिरहेछौँ, कृष्ण हरे 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 राम 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 हरे हरे। अब हामीले यो प्राप्त गर्यौँ भनेपछि अब हामी पनि आफ्नो ठाउँमा जाने र यसरी नै यो कृष्ण प्रेमलाई के गर्ने, वितरित गर्ने, सबैलाई बाँड्ने है। त्यसैले नाचो खाओ भक्त सँगै कर संकीर्तन, भक्तहरूसँग आउने, नाच्ने, गाउने, प्रसाद खाने र संकीर्तन गर्ने। अनि अर्को एउटा काम के भने, कृष्ण नाम उपदेशी तार सर्वजना, कृष्णको नामको उपदेश सबैजनालाई वितरित गर्ने। जसरी हामीले पायौँ हामीले अरूलाई वितरित गर्ने र त्यसको माध्यमबाट सारा जगतभरिका व्यक्तिहरूलाई भगवानको धाममा जाने यो आनन्दको मार्ग हामीहरूले सिकाउनु पर्छ। यही नै भगवान श्री चैतन्य महाप्रभुको सरल शिक्षा हो। र यो शिक्षालाई श्रील प्रभुपादजीले आत्मसात गर्नुभयो, उहाँले पनि प्राप्त गर्नुभयो त्यसरी नै, र उहाँले सारा संसारभरिलाई यसलाई वितरित गराइदिनु भयो। त्यस कारणले हामीले प्रभुपादजीको आशीर्वादले अनुकम्पा स्वरूप यो कृष्ण भावनामृत सङ्घको फाइदा पाएका छौँ। यो हरे कृष्ण महामन्त्रको अभियानलाई प्राप्त गरेका छौँ, महाप्रसादलाई प्राप्त गरेका छौँ, प्रभुपादका पुस्तकहरूलाई प्राप्त गरेका छौँ। त्यसैले हाम्रो कर्तव्य के भन्छ त भन्दाखेरि, जसरी हामीले प्राप्त गऱ्यौँ यसलाई अरू व्यक्तिहरूलाई यसरी नै वितरित गर्नु हाम्रो कर्तव्य बन्न सक्छ। यसरी हामी भगवान श्रीकृष्णले बताउनु भएको समाधावचला बुद्धिस् तथा योगम अवाप्स्यसि, हामीहरू पनि त्यो समाधिको स्तरमा पुग्न सक्छौँ र यो समाधिको स्तर सबै व्यक्तिहरूलाई चाहिँ वितरित गर्न सक्छौँ भनेर आजको श्रीमद् भगवत गीताको दिव्य ध्वनिलाई यतै विश्राम दिन चाहन्छु। श्रीमद् भगवत गीता यथारूप की जय, श्री कृष्णचन्द्र भगवान की, श्री कृष्ण चैतन्य महाप्रभु की, श्रील प्रभुपाद की जय, पिता गौर हरि प्रेमानन्दे। कसै केही प्रश्न छ त छैन होला? छ? एउटा चाहिँ हामीले कसरी भगवत गीतालाई कसरी इफेक्टिभली पढ्न सक्छौँ त्यो राम्ररी बुझ्नको लागि, अनि अर्को एउटा चाहिँ हामीले कसरी हामीले बुझ्न सक्छौँ कि हाम्रो कर्म छ भन्ने चाहिँ कसरी थाहा पाउन सक्छौँ। मतलब हामीले कर्म भन्ने त देख्दैनौँ नि त, पूर्व जन्मको कर्म यस्तो छ भन्ने चाहिँ कसरी यस्तो हो। पहिलो कुरा भगवत गीतालाई कसरी अध्ययन गर्ने भन्ने प्रश्न रहेको छ। भगवत गीतालाई हामीहरूले भक्तहरूको सङ्घमा बसेर अध्ययन गर्न जरुरी छ। भागवत गीता पढ वैष्णवेर स्थाने एकान्त आश्रय कर चैतन्य चरणी, चैतन्य महाप्रभुले पनि भन्नुभएको छ। जब हामी भक्तहरूको सङ्घमा बसेर भगवत गीतालाई बुझ्नलाई प्रयास गर्छौँ त्यसपछि भगवत गीताको सही तत्त्व हाम्रो हृदयभित्र प्रवेश गर्छ। एक्लै बसेर पनि केही न केही मात्रामा बुझ्न सक्छौँ होइन, तर यदि यथारूप पढ्यो भनेदेखि अवश्य। तर त्योभन्दा पनि धेरै चाहिँ अब लाइक माइन्डेड डिभोटिजहरू होइन,
आफू मन मिल्ने किसिमको भक्तहरूको साथमा बसेर अध्ययन गर्छौँ भनेपछि त्यसको अनुभव पनि हामीले आफ्नो जीवनमा गर्न सक्छौँ र आफूले गरेको अनुभव पनि अरूलाई वितरित गर्न सक्छौँ र त्यो रेसिप्रोकेसनको माध्यमबाट चाहिँ यसलाई अझै गहन रूपमा बुझ्न सक्छौँ र जीवनमा एप्लिकेसन पनि गर्न सक्छौँ। त्यसरी कोही व्यक्तिले भगवत गीता पढेर पनि उहाँको फाइदा त हुन्छ, तर जो व्यक्ति भक्तहरूको सङ्घमा आउनुहुन्छ, भगवत गीता सुन्नुहुन्छ, उसको जीवनमा भक्तिमा प्रगति अलिक तीव्र हुन्छ नि त एक्लै बसेर पढेको भन्दा पनि। त्यस कारण भक्तहरूको सङ्घमा बसेर चाहिँ यो भगवत गीतालाई अध्ययन गर्नु चाहिँ अति राम्रो उपाय हो। र अर्को कुरा कर्मको जुन कुरा छ हामीले देख्दैनौँ, कर्म चाहिँ हामीहरूलाई कर्म फलको रूपमा प्रकट भएर आउँछ। यदि हामीहरूले पहिला राम्रो कर्म गरेका छौँ भनेदेखि त्यो चाहिँ हाम्रो केही फेसिलिटिजको रूपमा, धनार्जनको रूपमा या कुनै फाइदाको रूपमा हामीहरूलाई प्राप्त भइरहेको हुन्छ। र यदि नराम्रो कर्म गरेका छौँ भने त्यो कर्म गरेको त्यो संसारको रिएक्सन पाइन्छ। तर अब 7 days कोर्समा हामीले यो बुझिसकेका छौँ वाइ ब्याड थिङ्स ह्यापन टु गुड पिपल। राम्रो मान्छेहरूलाई किन नराम्रो हुन्छ, किन भन्दाखेरि चाहिँ धेरै कारण यो कर्मको सिद्धान्तको कारणले गर्दाखेरि हो। कहिलेकाहीँ यस्तो भन्नुहुन्छ कि कोही कोहीले चाहिँ म झन् भक्ति गर्न थालेँ, झन् राम्रो गर्न थालेँ, अनि झन् मेरो जीवनमा दुःख आयो, झन् समस्या आयो, अन्त राम्रो राम्रो हुँदै जानु पर्ने नि है, तर किन नराम्रो आइरहेछ, किन समस्या आइरहेछ, बरु पहिला ठिकै थियो, भक्त भनेपछि झन् यस्तो भइरहेछ, यस्तो गाह्रो भइरहेछ। यसको अर्थ के हो भन्दाखेरि बुझ्नको लागि, कर्मको सिद्धान्तलाई बुझ्नको लागि धेरै उदाहरणहरू दिइन्छ। एउटा सरल उदाहरण मैले दिन्छु। एउटा जस्तो यु सेपको एउटा पाइप छ है, यस्तो देख्नु भएको छ, यु सेपको पाइप छ है। त्यो यु सेपको पाइपभित्र तपाईँको कर्मलाई राखेको छ है। यताबाट गुड कर्म, यताबाट ब्याड कर्म, राम्रो कर्म नराम्रो कर्म राख्नु भएको छ है। मानव 50-50 छ, आधी आधी छ। अब यदि हजुरले त्यसमा राम्रो साइडबाट राम्रो कर्मलाई थप्नु भयो भनेदेखि के हुन्छ, उता साइडबाट के निस्किन्छ, नराम्रो कर्म निस्किन्छ नि होइन। अनि नराम्रोलाई हाल्नु भने के हुन्छ, राम्रो निस्किन्छ नि होइन। त्यस कारणले गर्दाखेरि कहिलेकाहीँ यस्तो देखिन्छ कि मान्छेहरूले नराम्रो गर्दै जान्छन्, उनीहरूलाई फाइदा भएको जस्तो देखिन्छ र भन्छन् पनि कलियुगमा जति धेरै पाप त्यति धेरै फलिपाप। सुनेछ, जति पाप त्यति फलिपाप। तर त्यो फलिपाप त्यो पापले भएको होइन, उसले त्यहाँ पाप हाल्दैछ, पहिला गरेको पुण्य निस्किरहेछ, त्यसको पाप फलिपाप भइरहेको हो है। तर भित्र के भरिरहेछ, पाप भरिरहेछ। तर हामीहरूले जति भक्ति गर्दैछौँ, त्यति राम्रो गर्दैछौँ, राम्रो कर्म गर्दैछौँ भने चाहिँ दुःख पाएको जस्तो देखिन सक्छ, तर त्यो के भएको हो, नराम्रो चिजहरू निस्केर गइरहेछ र भित्र के भरिँदैछ, राम्रो भरिँदैछ है। सो त्यस कारणले गर्दाखेरि चाहिँ हामीले जति जति राम्रो कर्म गर्दै जान्छ त्यति हामीहरूभित्र सकारात्मकता या राम्रो कर्म भरिँदै जान्छ र त्यसपछि हाम्रो जीवन आनन्ददायी हुन्छ। यद्यपि अहिले केही क्षणको लागि पाप निस्किन्जेलसम्म टेम्पोरेरीले दुःख पाएको जस्तो देख्न सकिन्छ, तर पनि भित्रबाट हाम्रो राम्रो भरिँदै आएको कारणले गर्दाखेरि पछि अवश्य राम्रो हुन्छ। ओके, श्रीमद् भगवत गीता यथारूप की, शिल प्रभुपाद की, समवेत गौर भक्तवृन्द की, सीता गौर हरि प्रेमानंदे।